हेलो गाइस टु वेलकम ब्याक टु माई अनदर ब्लग आइसक्नुभयो एउटा सानो ब्लगमा त्यो पनि आजको दिन के रहेछ भने चाहिँ स्याटरडे होइन आजको दिन स्याटरडे रहेछ त भोक लगाएर क्राक्रु भएको बेला मात्र भ्लग बनाउँछ भनेर सोच्नुभयो होला नि त बनाउँछु साँच्चीकै बनाउँछु भोक लागेको दिनै बनाउँछु के गर्नुहुन्छ होइन भोक लगाएर हेर्नु तता के भन्छ कि प्याज र भुटिरहेको रहेछु म त हे नुडल्स र दुईटा अन्डा कसम भने कस्तो मिठो होला भनेर त सोचेकै छैन क्या यस्तो मिठो बनाउँछु नि देख्नेको मुखबाट पनि पानी होइन र के सम्झिनुहुन्छ बनाउन आउने जस्तो लाग्छ बनाएर देखाउँछु हेर्दै जानु होला अहिले लास्टसम्म है अब चाहिँ झर्न प्याज जल्नै आँटेको जस्तो एकछिन मात्र है बस्दै गर्नुहोस् त्यो गाइस मैले अन्डा हालिदिइसकेको छु अन्डा हालेर म चाहिँ के कुरा चलाइरहेको छु अब पाक्ने अवस्था हुँदैछ पाकिसकेपछि देखाउने छु कतिको मिठो छ भनेर पर्खेर बस्नुहोस् लाइक गर्दै हाल्नुहोस् लाइक गर्नुभएको छैन भने है त्यो चाहिँ नेपालको वाइ हो वाइ खानुहोस् वाइ गरेर रमाउनुहोस् त नेपालको छेउछेउ म हाल्न गइरहेको छु अब एकछिनमा मजाले टाँतिन्छ अनि मसाला सबै हालेर मजाले निकालिन्छु बाहिर निकालेर मजाले खान्छु तपाईँको हेरेर चाहिँ मुखबाट पानी छुट्नेछ भन्ने मलाई पुरा ग्यारेन्टी छ लास्टसम्म हेर्नु होला है त्यो गाइस मेरो नुडल्स हालिसकेको छु अब नुडल्स पाकिरहेको छ होइन तब त्यो बिचमा चाहिँ अलिकति फाइदा उठाउनु पऱ्यो नि टाइमको फाइदा के अलि बिचमा खाली छ भनेपछि त्यतिकै खाली भएर बस्नु कहिले पनि हुँदैन ल यो बिचमा चाहिँ अब कपडा हालेको छु कपडा निकाल्छु होइन लन्ड्री मसिनबाट होइन कपडा निकालेर मजाले सुकाउँछु यो सुकाउनुसम्म त पक्कै पाकिसक्छु होला भन्ने मलाई पुरा विश्वास छ क्या मेरो चाउचाउमाथि होइन अरू माथि त केही विश्वास गर्नु हो मेरो चाउचाउमाथि चाहिँ विश्वास गर्छु पक्कै पाकिसक्छ होइन त्यति बेलासम्म चाहिँ ल भित्र चाहिँ छैन अब सुकाइदिइहाल्छु सुकाउनुसम्म त 100% पाक्छु होला मलाई पुरा विश्वास छ ल साँच्चीको मैले बनाएर खाना लगाइसकेको रहेछु बिर्सिसकेको रहेछु कि हेर्नु यो चाहिँ नुडल्स बनाएको होइन चना र उ हालेको होइन अब यसपछि चाहिँ अब तपाईँले देखेर कस्तो लाग्छ मेरो चाहिँ पुरा खाएर पुरा मजा आइरहेको छ कि साँच्ची भनेको होइन देखाइदिन्छु हेर्नु अब माई गुडनेस स्वादिष्ट त्यस्तो छ कि तपाईँ पनि मुखमा पानी आउँछ यदि तपाईँलाई बनाउन र मन छ भनेपछि बनाउन आउँदैन भने चाहिँ मलाई कमेन्ट गरिदिनु होला र भिडियो राख्नुपर्छ भने चाहिँ कृपया लाइक गरिदिनु होला होइन लाइक त कसले गर्छ मलाई पनि थाहा छैन कसरी पनि गर्दैन सो हेर्दै गर्नु होला यस्तै पनि लिएर आउने गर्छु तपाईँ भन्नु होइन आजको लागि बिदा गर्छु लभ यु अल बाइ बाइ